जाँदैछौँ हाम्रो चाहिँ ड्राइभ 400 किलोमिटर्स यहाँ म्याप पनि देखाऊ 400 किलोमिटर्स छ हामी चाहिँ 4 आवर 30 मिनट्समा होपफुली पुग्छौँ भन्ने छ अनि यो गाडी चाहिँ हल्का ठुलो छ है गाइस ट्रक जस्तो छ है ट्रक कुदाउँछ है हाम्रो साइलले ट्रक हामीले 416 किलोमिटर देखिहाल्नुभयो है तपाईँहरूले अब हामी जाँदैछौँ ल तपाईँलाई हामी यस्तो दामी भ्यूहरू देखाइदिन्छौँ होइन यो चाहिँ जस्ट स्टार्टिङ मात्रै हो अब तपाईँ यहाँ हेर्नु बाटोहरू हेर्नु चिल हान्नुहोस् यस्तै छ हामी चाहिँ धेरै पछि बाहिर निस्केको तपाईँलाई थाहा छ होइन त्यही भएर भ्लगहरू आएको थिएन यस्तै छ है ल गाइज अब चाहिँ हामी यहाँदेखि वुलिस जाने हो वुलिसदेखि हामी आइस अनि एनर्जी ड्रिङ्क फर द डे भन्थ्यो त्यही पनि यो बाइक मैले यहीँ छोडिदिएको हो गाई बनाइन्छ क्या ल गाई छिटो छिटो हिँडौँ छिटो हिँडौँ ल गाई हामी चाहिँ छिटो हिँड्दै यहाँ आउँछु म कपालहरू काट्न तपाईँहरूलाई कपाल काट्नु मन लाग्यो भने कोट पुजन युज गर्नु होला यो सैलुनमा एउटा म सैलुन देखाइदिन्छु गाई अब चाहिँ हामी यो सैलुनमा चाहिँ हामी कपाल काटेको मैले यो सैलुनमा कोट पुजन युज गर्नु भने 10% अफ हुन्छ अनि तपाईँले सब्सक्राइबर भन्नुभयो भने चाहिँ तपाईँले सब्सक्राइबर भन्नु भने अझ 10% डिस्काउन्ट त्यही भएर सबैजना पदवासीहरू नेपालीहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला लगायत हामीले चाहिँ आजको लागि एनर्जी ड्रिङ्क मोन्स्टर म्याङ्गो अनि सम आइस रेड बुल लिएर हिँड्दैछौँ ओ भारी भयो हेल्प गरौँ साथी गाइज उसलाई हेल्प गरौँ हेल्प गरिदिएको गाइज सबैजना मिली गर्नुपर्छ क्या यसलाई भन्छ हात दिएको भन्छ तपाईँले हात दिएको भन्ने ट्रम त सुन्नुभयो होला यसलाई त्यही भन्छ है हात दिएको ओके गाइज अब चाहिँ हामी गाडीमा चढेर लाग्छौँ गाइज अब चाहिँ हामी यहाँदेखि पनि लाग्यौँ हामी यहाँदेखि पनि लाग्यौँ है लेफ्ट हानेर लेफ्ट हानेर राइट हानेर होइन ठ्याक्क अल्बानी पुग्छौँ बुझिहाल्नु भयो होला Rasai fulio Bonaima Mero manchulio Tibro monaima Kurasai ful अब त इन्ट्रो नै हाल्न भने लामो भिडियो थाहा छैन तर मलाई पर्वा छैन बोली केही रहेछ आँखाले केही बोलिरहेछ बिस्तारै के गर गाइस अहिले चाहिँ हामी यसो यहाँ वासरुम छ कि भनेर निस्केको छौँ पम्पतिर पम्पमा अब हामी यसो केही किने जस्तो गरेर वासरुम जान्छौँ ओके बाई ल गाइस अब यहाँदेखि चाहिँ 300 किलोमिटर जति छ है अब यहाँदेखि हाम्रो त्यहाँ फेरि 300 किलोमिटर्स हामी चाहिँ यहाँ एकछिन रेस्ट गर्न निक्लेको छौँ अब यहाँदेखि हामी फेरि लाग्छौँ अहिलेसम्मको यात्रा चाहिँ भेरी गुड दामी बाटो थियो तपाईँले भिडियोमा हेरिहाल्नुभयो होला भ्यूहरू र अब चाहिँ हामी लाग्छौँ अन द वे कस्तो लागिरहेछ
लास्ट चिसो छ अब चाहिँ हामी केही खाने भनेको चिसो छ यस्तो छ औ यहाँ चिसोमा के भन्न चाहन्छौ भाग्यो गाइज लास्ट चिसो छ अब चाहिँ हाम्रो 100 किलोमिटर मात्रै छ है 100 किलोमिटर जति छ चाहिँ अब यहाँ एकछिन बसेर होइन चिसो पानी खाएर अनि चल्दिनु रोड खाली जे हुनसक्छ है यो रोड लगाइ चाहिँ हामीले चाहिँ मजाले खाइयो है मजाले खाइयो ला त्यहाँ टोइलेट भएन भने के गर्ने बाटोमा पत्ता हुन्छ नि त नि पत्तामा दिने गाइज झुमौ अनि जुम भने खाँदैछ मान्छे यो सामानहरू राख्नु पर्यो सरी कस्तो सेल्फिस यो मान्छे हेर्नु त गाइज यो मान्छे तर जुम हो ल ल अब हामी लाग्छौँ यसले कस्तो नजिक कुदायो यार देख्यौ ठिकै छ किन उसको गाडी हो अनि कुदाओस् तपाईँलाई अब हामी बाहिरको यसो देखाउँछौँ अनि चाहिँ हामी चल्दिने हो लाग्दिने हो अब यहाँदेखि हामी स्ट्रेट अब 100 किलोमिटर जति छ हामी 1 घन्टा जतिमा पुग्छौँ होला है लाइट बाल्दियो अघि मैले तपाईँहरूलाई भनेको थिएँ नि हामी पुग्न आँट्यौँ अब चाहिँ अब हाम्रो 38 किलोमिटर 28 मिनट्स छ अब चाहिँ हामी पुग्न आँट्यौँ हाम्रो यात्रातिर हामी अलरेडी छिरिसक्यौँ अब चाहिँ हामी डाइरेक्ट हाम्रो टेन्ट स्पटमा जाँदैछौँ टेन्टहरू लाउँछौँ मौसम कतिको छ मौसम कस्तो छ भन्यो त मौसम त एकदम दामी नै हो मौसम राम्रो छ है आज मजाले सेकुवा सुँगुरको चुचेको कुखुरो स्वाचे हौ चुचे हैन स्वाचेको मासु र कुखुरो मजाले सेकुवा पोलेर अनि चिसो कोक है गाइस अरू केही होइन नि कोक खान्छौँ हामी यस्तो छ बाहिर देखाइदियो अनि क्याम्पिङ क्यामेराम्यान टेन्ट सेन्ट लगाएर हैन यता देखाइदियो यो बिफहरू हो बिफ चाहिँ हामी खाइँदैन नभए एउटा उठाएर लाँदा हुन्थ्यो है अब यहाँ परेवा सरेवा पनि छ होइन परेवा पनि खाइँदैन नभए उठाएर लाँदा हुन्थ्यो यस्तै छ गाइस अब हामी तपाईँलाई पुग्न आँटेपछि फेरि इन्फर्म गर्छौँ हामी कसरी टेन्ट लाउँछौँ कसरी हेर्नुहुन्छ त्यो टेन्ट लगाएको पुरै तपाईँहरूलाई हामी देखाउँछौँ होइन कसरी के गर्ने यो चाहिँ हामी पनि भर्खरै है हाम्रो फर्स्ट क्याम्पिङ हो अनि हामीसँगै तपाईँहरू पनि सिक्नुहुन्छ भन्ने हाम्रो आशा छ होइन त्यही हो अब हामी टेन्टमा भेटौँ हामी कहाँ आइपुग्यौँ रे हामी क्याम्पिङ स्पट क्याम्पिङ फिल्डतिर क्याम्पिङ किन भन्ने रहेछ ल गाइज हामी चाहिँ फाइनली पुग्यौँ होइन अब चाहिँ हामी टेन्ट राख्न आँटेको छौँ थोक्रै चाहिँ हामी चाहिँ सबै कुरा मिलाएर ठिकै छ ल यसो गरौँ टेन्ट बनाउनु यहाँ छ पेपर यो अब यसलाई चाहिँ के गर्ने अरे यहाँ बाँध्नु गाइज अब चाहिँ हामी टेन्ट बनाउँदैछौँ अब चाहिँ हाम्रो डिसाइड भइसक्यो के गर्ने रहेछ भनेर त्यहाँदेखि छिराउने रहेछ है ल हेर्नुहोस् बम हालिँदैछ
तपाईँले आउँदैछ इलेक्ट्रिक पम्प ल्याउनु हुँदैन यो चाहिँ हल्का कल पेले जस्तो भयो पानी चाहिँ आएको छैन के बुझ्यो भने इलेक्ट्रिक पम्प चाहिँ चाहिने तर मेरो यहाँ छोराले होइन त यो त एउटा मात्रै हो अब अझै अर्को इजी हो कि गाई अब बसी गर्ने हो गलेको होइन नि फेरि खोइ त यस्तो साह्रो छ हेर त सजिलो छ पुरै भयो हो त होला तिमी सुत्ने पुरा पम्प हनाइ हुँदैछ यहाँ गाई कतिको ठुलो छैन रहेछ कस्तो हुँदैछ सजिलो ला सजिलो नि गाई कन्टिन्यू पम्प हुँदैछ है यहाँ कतिको फुलो होला फुलो टेस्टै हल्का फुलेकै रहेन रहेछ गाई फुले मनाइ हुँदैछ फुलाउँदैछ कस्तो फुलाइसक्यो गाई पुरै भुइँ नि छुन्छ त हौ कस्तो फुलाइदिएको कस्तो भयो भन के भयो हाल न हान न प्लिज भन अनि प्लिज भन अनि गर्छु ल कसम प्लिज त भन्नु नि प्लिज गर प्लिज फुलाइदेऊ गाइस कस्तो इगो प्लिज भन फुलाइदिन्छु गाइस पम्प टेस्टै बाहिर जान्छ प्लिज भन म यो फोन राखेर आइहाल्छु प्लिज फुलाइदेऊ भन पम्प टेस्ट हुँदै रहेछ है कस्तो गाह्रो भइरहेछ ठेउला आउन आँटिसक्यो ठेउला आउन आँटिसक्यो पछि ए मेरो हेर्नु होइन भएको छैन ढाड दुख्छ यस्तो सुत्दा तिम्रो भन्दा राम्रो भयो त अनि यहाँ सुत्छ भयो हो कस्तो पड्काउन आँट्यो क्या हो आम्मा गाई यतिको चाहिँ मोटिभेसन हुनु पर्यो नि त प्लिज प्लिज नभनेर है आम्मा अब यहाँ म सुतिनँ त म सुतिनँ त अब यहाँ गाइज अब चाहिँ हाम्रो पोर्क सेक्वाको लागि पोर्क बार्बेक्यू लागि कोरियन बार्बेक्यू लागि मजाले यहाँ हाम्रो बुचर म्यान साहिल एमभिपी आजको एमभिपी अब यसलाई कसरी खाइन्छ होला गाइज हेर्नु त अब खोइ मसला खाइ यस्तो मजाले काटिरहेको काटिँदैन भन्नु तिम्रो ल गाइज यो चाहिँ हाम्रो 10 स्पेसल स्पाइसेस हामीले आफै कुटेको है बुझ्नुहुन्छ हामीले आफै कुटेको नुन चाहिँ कुटेको होइन अरू सबै कुटेको हो आफै कुटेको मेरिनेटेडको लागि अब यो मेरिनेट गर्नको लागि है पोर्कलाई चाहिँ सुरुमा पूजा गरेर जस्तो गर्नुपर्छ ल भयो अझै हाल्नुपर्छ हो त्यसले काम यसरी हामी मजाले मेरिनेट गर्छौँ हल्का तेल पनि चाहिन्छ नि केलोन ओइल हालिदिउँ न अहिले यो चाहिँ 100 अफ स्पाइसेस मिक्स गरेको 100 of spices, 100 of special spices all over from Nepal to सबै देशहरुमा सिकाउन मिल्छ मलाई सेफले हेलो फेरि सुता भनेको पानी हाल्नु होइन नि के लगाइछ हाम्रो चाहिँ अनि सायद चाहिँ लगाइछ हामी चाहिँ देखाइदिनु 1 लट 2 लट 3 लट हानेर
यो चिकन खम जस्तो छैन हेर्नु यो पोर्क बेली डान्स हान्थे यसले मरिचरा पोर्कको मासु खान थाल्यो भने जिउ ओभर लाग्छ नि हो नि गुड मर्निङ गाइस टोट राइसले टाउको निकाल्दैछ